नेपाल स्टक एक्सचेन्जले हालसालै केही यस्ता नियमहरू ल्याएको छ जसले शेयर बजारको पुरै खेल नै परिवर्तन गर्न सक्छ। आज हामी यिनै नयाँ नियमहरूले लगानीकर्ताका लागि कस्ता नयाँ अवसर र कस्ता नयाँ जोखिमहरू ल्याएका छन् भनेर गहिरिएर हेर्नेछौँ। एकातिर यी नयाँ नियमहरूले बजारलाई पहिले भन्दा धेरै छिटो र सबैको पहुँचमा पुर्याएको छ, तर अर्कोतिर यसले जोखिमलाई पनि ह्वात्तै बढाएको छ। त्यसो भए आखिर यो हो के त? ठूलो मौका कि ठूलो जोखिम? ल यसैको बारेमा कुरा गरौँ। पहिलो खण्ड प्रमुख नियम परिवर्तनहरू। सबैभन्दा पहिले लागू भएका मुख्य मुख्य परिवर्तनहरू के हुन् त्यसमा सर्र एक नजर लगाइहालौँ। अब हेर्नुहोस् है, 24 घण्टे अर्डर प्लेसमेन्टदेखि नयाँ सर्किट ब्रेकरसम्म परिवर्तन त धेरै छन्, तर आज हामी दुईवटा यस्ता परिवर्तनमा केन्द्रित हुन्छौं जसले बजारको पुरै खेल नै बदल्दिन सक्छ। नयाँ मूल्य सीमा र मार्जिन ट्रेडिङ। दोस्रो खण्ड नयाँ 15% मूल्य सीमा। यो सायद सबैभन्दा धेरै चर्चामा आएको र सबैभन्दा धेरै असर पार्ने परिवर्तन हो। यसले छिट्टै मालामाल पनि बनाउन सक्छ अनि छिट्टै कंगाल पनि। पहिले कुनै पनि स्टक एक दिनमा 10% भन्दा बढी घटबढ हुन पाउँदैन थियो। अब त्यो बढेर 15% पुगेको छ। सुन्दा त 5% मात्रै त हो नि जस्तो लाग्ला, हैन? तर यही 5% को फरकले कछुवाको चाललाई सिधै रकेटको स्पिड दिन सक्छ। यो टेबलमा हेरौँ त, मानौ 100 रुपियाँको एउटा स्टक छ। नयाँ 15% को नियमले 3 दिन लगातार पोजिटिभ सर्किट लाग्यो भने त्यो शेयरको भाव 152 रुपियाँ नाग्छ। सोच्नुस् त, जम्मा 3 दिनमा 50% भन्दा बढीको नाफा। यो त गजबै हो नि। तर हरेक सिक्काको दुई पाटा हुन्छन्। जुन स्पिडमा बजार माथि जान्छ त्यही स्पिडमा तल पनि त झर्न सक्छ नि, अनि त्यति बेलाको गिरावट चाहिँ निकै पीडादायी हुन्छ। अब यसको अर्को डरलाग्दो पाटो हेरौँ। त्यही 100 रुपियाँको स्टकमा लगातार 3 दिन नेगेटिभ सर्किट लाग्यो भने त्यसको भाव घटेर 61 रुपियाँमा झर्छ। मतलब झण्डै 40% को घाटा, त्यो पनि जम्मा 3 कारोबार दिनमा। लगानीकर्ताको आधा पैसा स्वाहा हुन बेर लाग्दैन। तेस्रो खण्ड क्षेत्रगत असर। अब यो नियमको असर सबै स्टकमा एकै नासको हुँदैन। यसलाई राम्ररी बुझ्न जलविद्युत र ब्याङ्किङ सेक्टरको तुलना गरेर हेरौँ न। एकातिर छ जलविद्युत सेक्टर, जहाँ हल्ला र अनुमानको भरमा शेयरको भाव आधी जसरी चल्छ, किनभने यिनीहरूको चुक्ता पुँजी कम हुन्छ अनि सट्टेबाजी बढी। अर्कोतिर छ ब्याङ्किङ सेक्टर, जसको जग बलियो छ, बजार पुँजीकरण ठूलो छ र यो शान्त समुद्र जस्तै स्थिर हुन्छ। अब यो नयाँ 15% को लिमिटले जलविद्युत जस्ता सेक्टरमा त आगोमा घिउ थपे जस्तै काम गर्छ। एकै दिनमा ठूलो नाफा कमाउने लोभले छोटो समयका लागि खेल्ने ट्रेडर र सट्टेबाजहरूलाई चुम्बकले फलाम ताने जस्तै तान्छ। भनेपछि कुरो एकदमै सिधा छ। यो नयाँ नियमले जोखिमपूर्ण सेक्टरलाई झनै जोखिमपूर्ण बनाइदिएको छ र सुरक्षितलाई तुलनात्मक रूपमा उस्तै। मतलब जलविद्युतमा मौका पनि ठूलो छ, खतरा पनि उत्तिकै। ब्याङ्किङमा मौका पनि कम, खतरा पनि कम। चौथो खण्ड मार्जिन ट्रेडिङको खतरा। ल अब यो तीव्र गतिको खेलमा एउटा अर्को खतरनाक मसला थपौं। मार्जिन ट्रेडिङ अर्थात् ऋण लिएर शेयर किन्नु। यसले त जोखिमलाई अझ कयौं गुणा बढाइदिन्छ। मार्जिन ट्रेडिङ भनेको के हो त? सिधा भाषामा आफ्नो थोरै पैसाले ब्रोकरबाट ऋण लिएर ठूलो रकमको शेयर किन्नु हो। यसले खरिद गर्ने क्षमता त बढाउँछ, तर यो दुईधारे तरवार हो। नाफा पनि डबल, नोक्सान पनि डबल। एउटा उदाहरणबाट बुझौ है त। कसरी 15% को घाटाले लगानीकर्ताको आफ्नो पैसामा 30% को खाडल बनाइदिन्छ। मानिलिउँ कसैले आफ्नो 50,000 रुपियाँ हाल्यो अनि ब्रोकरबाट अरू 50,000 ऋण लियो। जम्मा 1 लाखको कुनै एउटा चल्तीको शेयर किन्यो। अब बजारको दिन खराब रह्यो र त्यो शेयर एकै दिनमा 15% ले घट्यो। मतलब 1 लाखको लगानीमा 15,000 घाटा भयो। सुन्दा त 15% नै हो नि, हैन? तर असली खेल यहाँ छ। त्यो 15,000 को पुरै घाटा ब्रोकरको ऋणबाट होइन, लगानीकर्ताको आफ्नो 50,000 बाट घट्छ। भनेपछि शेयर त 15% मात्रै घटेको हो, तर लगानीकर्ताको आफ्नो पैसा त 30% ले घट्यो एकै दिनमा। कस्तो डरलाग्दो है। पाँचौं खण्ड अबको रणनीति के? यस्तो तीव्र गति र उच्च जोखिम भएको बजारमा एकजना चनाखो लगानीकर्ताले कस्तो रणनीति अपनाउनु पर्ला त? बजार बढिरहेको छ अर्थात् बुल मार्केट छ भने अनुशासन सबैभन्दा महत्त्वपूर्ण हुन्छ। सकेसम्म सुरुमै शेयर किन्नुस्। भाव बढ्दै जाँदा अलि अलि गरेर नाफा बुक गर्दै जानुस्। अनि सबैभन्दा ठूलो कुरा,
अपर सर्किट लागिसकेको सेयर देखेर लोभमा नफस्नुहोस्, त्यसको पछि नकुद्नुहोस्। अनि जब बजार घटिरहेको हुन्छ वा बियर मार्केटमा नाफा भन्दा पनि आफ्नो लगानी जोगाउनु पहिलो प्राथमिकता हो। स्टप लस लगाएर घाटालाई एउटा सीमामा रोक्नुहोस्। आधारभूत रूपमा कमजोर कम्पनीको सेयर घट्यो भन्दैमा थप्दै जाने गल्ती नगर्नुहोस् र ऋण लिएर लगानी गर्दा त 10 पटक सोच्नुहोस्। आखिरमा बजार जति नै अस्थिर भए पनि एउटा कुरा सधैँ सत्य रहन्छ, जो नयाँ लगानीकर्ता हुनुहुन्छ उहाँहरूले त झन् आधारभूत रूपमा बलिया राम्रा कम्पनी छानेर लगानी गर्नुपर्छ र हल्लाको पछि लागेर होइन, सोचेर मात्रै कारोबार गर्नुपर्छ। नेप्सेले लगानीकर्ताको हातमा एउटा निकै तेज चल्ने गाडीको चाबी थमाइदिएको छ। बजारको स्पिड लिमिट अब हटिसक्यो। अब सबैभन्दा ठूलो प्रश्न यही हो, के यो नयाँ गतिलाई सम्हाल्ने सिप लगानीकर्तासँग छ?